हेलो गाइज वेलकम ब्याक ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सब ठिक छु। आज चाहिँ हामी बारीतिर आएर बुटै कालो भयो यो के खादियो मेरो गाइज। मलाई चाहिँ नाम थाहा भएन होइन यो यसको नाम कहिले कमेन्टमा भनिदिनु होला होइन। ट्याक्क लाएर नाम त मलाई थाहा हजुरलाई थाहा नभए नि मैले भनिदिउँ ल। थाहा भएकोले कमेन्टमा भनिदिनु होला होइन। आज चाहिँ मैले धेरै पछि ब्लग स्टार्ट हानेको केही कन्टेन्ट त छैन त्यही पनि यसो घरतिरको यसो यता देखाइदिउँ बारीसाथ देखाइदिउँ भनेर। बारी चाहिँ अहिले बाँझै छ है ट्याक्क मकै छर्ने हो क्या। 2-3 दिनपछि गोरु पनि आउँछन्। एउटा गोरु यता खाने खाली बस्यो अनि के खाइयो हात खतम भयो फेरि देखाउला हात र मुख देखाउन ती देख्न सक्नुहुन्छ। मम्मीले चाहिँ उता ट्याक्क उस गर्दै हुनुहुन्छ क्या क्यारे घाँस काट्दै हुनुहुन्छ होइन। यता पनि छ फेरि हाम्रो किम्नुको बोटो है दिनु सक्नुहुन्छ यत्रो है कति फल्यो खाने मन छ भने आउनु होला गाइस फेरि हो ट्याक्क होइन। चोर्न आउने मन छ भने पनि उता ठाँटीबाट उहाँ देख्न सक्नुहुन्छ त्यो बाटो झरेर त्यो बारीबाट फेरि तल झरेर खोल्ची निस्केपछि ट्याक्क यहाँ आउनुहुन्छ है ट्याक्क खाना र मम्मीले चाहिँ उहाँ घाँस लैसक्न। आकाश त बब्बाल देखियो क्या राम्रो गाउँको भ्यू नै बबाल छ यार गाइस के भन्ने के ट्याक्क लाएर अरू त के भन्ने यस्तै छ गाइजहरू। छुट्टी भए बोर लाग्छ छुट्टी भएर नि जेउ छ होइन। ट्याक्क यताउति गरेर बसो। सामर्थले अब टोइलेटमा बास हुन्छ क्या हौ सामर्थ धेरै नखाऊ फेरि टोइलेटमा बास हुन्छ नखाऊ है। टोइलेटमा जा गइरहनुपर्छ अहिले टोइलेटमा नखाऊ है बुझ्यौ। नखाऊ आऊ 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 जाऊ आऊ छेरिन्छ कि आऊ अलि फसित छेरिन्छ आऊ धेरै खाने आऊ खान्छु बाजे खाने भए छेर्नी गरी खाऊ ल खाऊ भनेको मान्दिन तिमीले ल खाऊ धेरै नखाऊ थोरै खाऊ ट्याक्क लाएर। दाना पनि फेरि ठुल्ठुलै छन् कि एउटा खायो अगाडि त दाना खाने हेर्न सक्नुहुन्छ है यत्रो दाना खाने यार के भन्ने यस्तै छ जेउ ला खानु त पर्यो। यो आए यस्तो खान्छन् कि फेरि त्यही झेउ छ कि काला हुन्छन् होइन त्यही होला ल गाइजहरू। यता चाहिँ हाम्रो मम्मीले नि छेरुन जति खाएर जानु लाउन घाँस काट्न ट्याक्कै बुटै नुगे है यस्तो भयो धेरै फलेर चाहिँ हामी घाँस काट्नु जानुपर्ने हुन्छ होइन। सामर पनि गए खाएर अगाए चाहिँ त्यसपछि हिँड्दै घरतिर लाए। हामी चाहिँ यता ट्याक्क दाउरा लिन जाने घाँस काट्नु भन्दा दाउरा खाने क्या हामी दाउरा लिन जाने भन्न त्यही भएर ट्याक्क जाँदा हेर्नु त गाई अझै पनि खाना छेर्न लाग्यो रातभरि टोइलेटमा बासिन्छ र थाहा पाउनुहुन्छ कि टोइलेटमा बासो लाउनुहोस् अझै छेर्न ल फेरि आउन यताका बुट्टा खाना थाहा हुन्छ रातभरि उठे गर्न भन्दा। अन्त जाडो छैन गर्मी त केही हुन्न जाडो भए अलि गाह्रो त जानुपर्ने हुन्छ है ल। हामी चाहिँ यहाँ अम्बुरिसाको बिचमा जाँदा हामी यहाँ त बाघ लुकेको पनि देखिन्न गाई अलिक काट्न चाहिँ ठुलो मम्मीले नत्र चाहिँ यहाँ त पुरै ढाकिन्छ यस्तो जानुपर्छ यसले काटो भने फेरि नराम्रो काट्छ होइन टक्क लाएर लतक्दै हिँड्न है फेरि नआउँदा लत्रो के नत्र पनि यता औषधी फलेको तर पाकेन एउटा चाहिँ मैले पाकेको देखेँ गाई केही पनि छोडिन्न हामी चाहिँ खानु। गाउँमा बसेको एरियाकै भाइ त्यही भएर बजारउति हुनुहुन्छ भने ट्याक्क गाउँमा आउनुहोस् आरू पनि यता नि त यिनी खाना हुन्न फेरि खेरपाटी लाग्छ यिनले नि यस्तो गाईजहरू यार जे सर्ट गइहाल्छ यार हेर बदल लेखेर खनेर चाहिँ यहाँ हाम्रो सुमन भाइको बारी खतम भयो हेर इन्डिया हाँस्दा हेर यस्तो बारीको हालत यस्तो भयो होइन यस्तो छ यहाँ चाहिँ मैले यत्रो दाउरा लिएर जाने हो अहिले आइजहरू अहिले चाहिँ मैले यहाँ ट्याक्क दाउरा लिएर हिँडेँ एउटा मम्मीले 3 दाउरा लान्छु भनेको पर्दैन भन्न यता पनि छ नि मैले चाहिँ एउटा घारो लिएर हिँडेको मम्मीले चाहिँ
यताबाट ल्याउँदै हुनुहुन्छ टक्कै घरलाई टक्क काटेर राखेपछि दाउरा हुन्छन् अनि अलि एक बारी छ एक बारी चाहिँ मम्मी ल्याउँदै हुनुहुन्छ अलिएर जानु पर्यो है ल गाईहरू अहिले चाहिँ म ट्याक्क दाउरा लिएर आएर राखेँ मम्मी फेरि जान एक बारी खानु म जान्छु भनेको पर्दैन भन्न त्यही भएर है ल खाना खानु पर्यो त्यसपछि भेटौँला गाईहरू आज चाहिँ म ट्याक्क झोलासोला बिरेर कता हिँडेँ भने मैले चाहिँ अस्ति भ्लग गर्न पाएँ त्यो किम्बु खाएको बेला केही कन्टेन्ट नै भएन अनि यसो हान्दै थिएँ त्यसैमा मैले चाहिँ टक्क यसो जोडेर स्टार्ट नगरिकन अहिले चाहिँ म बुटोलतिर जानु लाग्यो किनकि ठुलावाला सन्च होइन त्यसपछि ठुलावाला लिएर जाने हो त्यसपछि नासाला नेक्स्ट भेटौँ भनेर ट्याक्क होइन जानु पऱ्यो नि त ठुला बाले फोनै उठाउनु भएको होइन त्यही भएर म चाहिँ अब त्यही भएर 7 बजे गाडी आउँछ 6:30 बजे चाहिँ म हिँडेको ठुलावाला चाहिँ कपडा लाउनु भन्नु पर्यो त्यही भएर फोन स्विच अफ भनिसक्यो ल त्यही भएर म चाहिँ अलिक चाँडै हिँडेको होइन म चाहिँ यही गाइस जानु पऱ्यो बाटामा बुढी भेटौँला ल बाटोको भ्लग गर्न पाएन अहिले चाहिँ हामी यहाँ हस्पिटल लाइन छौँ क्या ठुलो अनि हिँड्न हौ चाहिँ भ्लग गर्न पाएन जसले पनि कहाँ जाने हो भन्छ भर्खर गाडीबाट चढेको भनेर होइन ट्याक्कै रुममा आएर बस्यौँ चेक चाहिँ भएन है किनकि डक्टर हुन्छ त्यही भएर सानो पनि हुन्छ सबै बस्यौँ गर्नु पनि लास्टै हो गाइस बाहिर चलाएर बस्नु पऱ्यो गाइजहरू अहिले चाहिँ म अनि यत्तिकै अब यता बस्नु है होइन है नै त्यो चाहिँ बस पार्कै छ क्या है टक्क देख्न सक्नुहुन्छ यहाँको भ्यू गाइजहरू हामी चाहिँ अहिले 5:30सम्म यहीँ नै छौँ अलि हस्पिटलमा गएन ठुलाबाले ट्याक्क त्यहाँ लगिदिनु हुनुहुन्छ अनि पछि हामीले जानुपर्ने हुन्छ है कतिहरू बोर यहाँ 2 बजे आएको 2 बजे यहाँको खाइदिन्थ्यो त्यसपछि 4-5 घन्टा 3-4 घन्टा भ्याउला होइन के गर्ने यस्तै छ है हामी चाहिँ हस्पिटल जानु चाहिँ हो यता जानु चाहिँ होइन यो चाहिँ अहिले बुटोलको नयाँ बस पार्क नै रहेछ पुरानो त होइन पुरानो अर्को हो रे यो नयाँ हो होइन अहिले घरको बिरामी जस्तो भयो त्यही भएर होइन अब यता देख्नु चाहिँ यता बुट्टाहरू छन् ट्याक्क यताखेरि यस्तो खालको गाइजहरू यो भएन है यहाँको मान्छे अलिक सफा गर्नु पऱ्यो यो भएन यस्तो घरहरू त यति राम्रो घरको पछाडि अगाडि यस्तो हालत छैन के बोतल छन् गाईहरू के भन्नु रे त्यही गाईहरू हामी चाहिँ डक्टरको मजाको डक्टर हुन्छ दबाई पालेर होइन यसो देखाउनु भनेर टक्क खानामा डक्टर सबै देख्न सक्नुहुन्छ है पुरा देख्न सक्नुहुन्छ अब खाना खानु पऱ्यो अब त्यही हो अब आजको लागि यति नै अर्को भिडियोहरूको लागि मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु बाई बाई